हाई एभ्रिवान, जो दृश्य हजुरहरूलाई देखाइरहेको छु यो चाहिँ हो फन एन्ड फुड वाटर पार्क कापासराई न्यू दिल्ली। अन्त यहाँ चाहिँ हामी गएको थियौँ। यो भित्र चाहिँ रहेछ यस्तो स्विमिङ कस्ट्युम पनि यहाँ चाहिँ पाउँदो रहेछ। यदि हजुरहरू पनि आउनुहुन्छ भने चाहिँ यहाँनिर स्विमिङ कस्ट्युम एभाइलेबल रहेछ। तर हामीले चाहिँ घरबाट लिएर आएको थिएँ र हामीले चाहिँ किन्यौँ न। यता चाहिँ रहेछ लकर रुम। त्यहाँबाट चाहिँ हामी पहिला घुम्दै हिँड्यौँ के रहेछ कस्तो कस्तो रहेछ भनेर है। त्यहाँबाट चाहिँ पुरा एक्टिभिटीहरू है, भ्यूहरू पनि राम्रो राम्रो थियो, दामी दामी। त्यहाँदेखि चाहिँ फेरि हामी गयौँ कपडा चेन्ज गर्नुलाई। कपडा चेन्ज गरेर स्विमिङ कस्ट्युम लगाएर चाहिँ त्यहाँदेखिको चाहिँ हामी पानीको तरफ लाग्यौँ। पानी खेल्नु पुरा गरम थियो, घाम पनि लागिरहेको थियो है। हामी यहाँ पानी खेलिसकेर चाहिँ त्यहाँबाट चाहिँ हामी एकछिन डान्स गर्न थाल्यौँ, किनकि गाना बजिरहेको थियो। गाना बज्ने बित्तिकै डान्स त गर्नु मन लागिहाल्छ है। त्यहाँबाट चाहिँ फेरि हामी एक्टिभिटी गर्नुलाई फर्स्ट एक्टिभिटी गर्नुलाई चाहिँ माथि चढ्यौँ। माथि चाहिँ यहाँ मान्छेहरू पनि भिड थियो, तर हाम्रो फाइनली टर्न आएर चाहिँ यहाँनिर चाहिँ हामी खेली यो एक्टिभिटी गरेको डरले चाहिँ आँखाबाट चाहिँ आँसु नै आयो। त्यहाँदेखि चाहिँ फेरि हामी आयो पुलमा चाहिँ हामी डान्स गर्नु थाल्यौँ, पानीहरू खेल्न थाल्यौँ। यदि हजुरहरू पनि जानुहुन्छ भने चाहिँ यहाँको टिकट चाहिँ नानीहरूको चाहिँ 1000 रुपिस, अन्त लेडिजको चाहिँ 1500, जेन्ट्सको चाहिँ 1800। तर कपालमा काट्नुभयो भने चाहिँ टिकट लिनुभयो भने चाहिँ 3000 रुपिस पर्दो रहेछ हो। अनि त्यहाँदेखिको हामीले चाहिँ यति साह्रो इन्जोय गऱ्यौँ कि यो वाटर पार्कमा यति साह्रो इन्जोय गऱ्यौँ। फन एन्ड फुड भनेको चाहिँ फन चाहिँ पुरा हुँदो रहेछ, किनकि एक्टिभिटीहरू चाहिँ पुरा थियो। यदि कोही एक्टिभिटी गर्नु हुँदैन भने चाहिँ नजाँदा पनि हुन्छ, किनकि यहाँनिर चाहिँ फेरि यस्तो पानी चाहिँ टाइममा झर्दो रहेछ। त्यो पनि हामीले इन्जोय गऱ्यौँ। अन्त यो चाहिँ रहेछ समुद्र जस्तो ल्याएर आउने, यो पनि टाइम हुँदो रहेछ, आधा घन्टाको लागि। यहाँ चाहिँ हामीले यो पनि इन्जोय गऱ्यौँ। यो इन्जोय गरिसकेर चाहिँ हामीलाई भोक लाग्यो। भोक लागेर चाहिँ हामी खाना खानु तर्फ लाग्यौँ। यो खानाको लागि चाहिँ 300 रुपिस चाहिँ एक्स्ट्रा तिर्नुपर्छ पर पर्सन। तर 300 तिरेको चाहिँ वेस्ट चाहिँ जाँदैन। अन्त यहाँ चाहिँ चाइनिज, साउथ इन्डियन पाउँदो रहेछ। हामीले चाहिँ इन्डियन थाली लिएर आयो। खाना चाहिँ यस्तो टेस्टी थियो। यदि हजुरहरू पनि जानुभयो भने चाहिँ खाना पनि अवश्य लिनुहोला, किनकि खाना चाहिँ सफा मिठो राम्रो थियो। खाना खाइसकेर चाहिँ हामी फेरि एक्टिभिटी खेल्नु लाग्यौँ। यो चाहिँ म र मेरो हस्बेन्ड खेलेको। मेरो हस्बेन्डलाई चाहिँ मैले फ्रन्ट क्यामेरा गर न भनेको थिएँ, उसले चाहिँ ब्याक क्यामेरा गरेछ, किनकि उसलाई चाहिँ ऊ चाहिँ डराउँछ नि त। मैले जबरजस्ती लगेको थिएँ। यो एक्टिभिटी गरिसकेर चाहिँ फेरि हामी गयौँ पुलमा चाहिँ यहाँनिर म र मेरो बुढा नाच्नु थाल्यो। त्यहाँबाट नानाहरूसँग पनि हामी चाहिँ नाच्नु थाल्यौँ। एकछिन डान्स गरेर चाहिँ त्यहाँबाट चाहिँ फेरि हामी लाग्यौँ अर्को एक्टिभिटी खेल्नुको लागि। यो एक्टिभिटी खेल्न पनि मजा आएको थियो। हजुरहरू पनि जानुहोस् होला, पुरा इन्जोय हुन्छ है। हुन्छ त साथीहरू, बाई बाई। फेरि भेटौँला अर्को भिडियोमा।